आज हामी कुरिलो बनाउन जाँदैछौँ। कुरिलोलाई चाहिँ हामीले सफा गरेर यसरी छिलेर राखिसकेको छौँ। हेर्दै जानु होला कसरी बनाउँछौँ हामीले कुरिलो है। कुकर तातिसकेको छ। अब हामीले तेल राख्छौँ। तेल ताते पछाडि चाहिँ प्याज राख्ने। थोरै बेसा राख्ने अनि आलुलाई पनि सँगै राख्दिने। आलु र प्याज चाहिँ सँगै पाक्छ। राख्ने अनि फेरि आलु र प्याज पनि लगभग भुटिसक्यो। अब यतिको भइसके पछाडि चाहिँ हामीले अघि छिलेर राखेको चाहिँ यो कुरिलोलाई चाहिँ हामीले यसरी राख्नुपर्छ अनि यसलाई 2-3 मिनेट चलाउँदै पकाउँदै गर्नुपर्छ। चार मिनेट पकाइसके पछाडि चाहिँ अब यसमा टमाटर राख्दै चलाएर अनि एकैछिन पकाउने। टमाटर पनि पाकिसक्यो। यो चाहिँ अब हाम्रो यो घरमै पिसेको जिरा धनियाँ अनि अदुवा लसुनको चाहिँ सिलौटोमा पिसेर राखेको पेस्ट हो। अब यसमा हालेर चाहिँ थोरै पानी हालेर अनि पकाउने। यता चाहिँ हाम्रो भात पनि सिटी लाउन लागिसकेको छ। अब यसमा थोरै पानी राखेर अनि एक सिटी चाहिँ लगाउनुपर्छ। यसमा आफूलाई जति चाहिन्छ, जतिको सुप बनाउनुहुन्छ त्यही अनुसारको चाहिँ राख्नुभयो भने हुन्छ। यो एक सिटी लागिसके पछाडि चाहिँ ग्यास बन्द गरिदिनु। यो सिटी पनि अब झरिसक्यो। अब झरिसके पछाडि हाम्रो तरकारी चाहिँ रेडी भयो। अब यसमा यो काटेर राखेको धनियाँ राख्ने अनि चलाए पछाडि चाहिँ अब रेडी भयो हाम्रो आलु र कुरिलोको झोलिलो तरकारी।